आत्मालाई थाहा छ। त्यो भएर त्यो आत्मा चाहिँ ईश्वरदेखि जुन ठाउँदेखि निक्लेको अनि त्यही ठाउँमा चाहिँ फर्केर जानुपर्छ। साँचो उद्धार भनेको चाहिँ यो हो। उद्धार भनेको केही पनि होइन, तर जुन ईश्वरबाट निक्लिआएको आत्मा त्यो ईश्वरको अनन्ततासँग हुनुपर्छ। एउटा कुरा जहिले पनि हेर्नु भने छोरा मान्छे छ भने छोरी मान्छे पनि छ है, दिन छ रात छ, हरेक कुराको छ। त्यस्तै गरी आज अमिलो छ गुलियो छ, हरेक कुरा छ, हरेक पाटो छ है, आगो छ पानी छ। तर एउटा मुख्य कुरा के हो भने नि स्वर्ग र नरक पनि छ। आज मान्छेले भन्छ नि तँलाई जिउँदै नरक देखाइन्छु है। आज तर हाम्रो चाहिँ के हुन्छ भने हाम्रो शरीरले जहिले पनि के चाहन्छ भने नि सुत्नु चाहन्छ, ऊ बस्नु चाहन्छ, मजाले मिठो मिठो खानु चाहन्छ। तर कहिले पनि शरीरले काम गर्दैन। काम गर्नु भनेपछि अल्छी गर्छ। शरीरले सुत्नै मात्र खोज्छ, शरीरले मिठो मिठो खानु खोज्छ। तर प्राणले फेरि त्यो गर्दैन। प्राणले चाहिँ के हुन्छ भने प्राणले चाहिँ नयाँ कुराहरूलाई हेर्नु मन पराउँछ। आज कोही मान्छे, आज हामी यो गाउँमा आएको छौँ, हामी अघि घुम्यौँ है, अघि घुम्यौँ, मलाई नयाँ ठाउँ हेर्नु मन लाग्यो। तर म भोलि घुम्दिनँ त्यहाँ फेरि। यो चाहिँ मेरो प्राण हो। प्राणले चाहिँ त्यो कुरा गर्छ। एउटा गरेपछि हेर्छ। जस्तै एउटा फिल्म हेरिन्छ नि त, एउटा फिल्म हेर्दा सुरुमा मजा आउँछ, दुईपल्ट हेर्दा अलिक खल्लो हुन्छ, तीनपल्टदेखि त्यो हेर्नुहुँदैन, किनभने त्यो चाहिँ प्राणको। तर आत्माले जहिले पनि ईश्वरलाई खोजेको कारणले केही पर्यो भने हे ईश्वर भन्छ मान्छेले है। जस्तोसुकै गर्छ कि उसको मुखबाट झुकेर कताबाट निक्लिन्छ हो, किनभने त्यो चाहिँ सत्य कुरा चाहिँ नि निक्लिन्छ क्या।